ल स्वागत छ सबैजनालाई। आज हामी न्युटन्स युनिभर्सल ल अफ ग्राभिटेसनको बारेमा कुरा गर्नेछौँ। बेसिकली यो ल भनेको के हो हैन, र यो किन आयो भन्दाखेरि न्युटन भन्ने साइन्टिस्टले के भने भन्दाखेरि दुईवटा जुनसुकै अब्जेक्ट होस् हाम्रो युनिभर्समा, दुईवटा जुनसुकै अब्जेक्ट होस्, चाहे ती सानो होस् या ठुलो होस्, त्यसले एकअर्काले जहिले पनि आफ्नोतिर तान्न खोजिरहेको हुन्छ। जस्तै हाम्रो यो मानव एउटा प्लानेट अर्थ हो, र अर्को जुनसुकै प्लानेट छ मानव जुपिटर। यो अर्थले जहिले पनि जुपिटरलाई तान्न खोजिरहेको हुन्छ, यो जुपिटरले पनि अर्थलाई जहिले पनि तान्न खोजिरहेको हुन्छ आफ्नोतिर। ठिक छ। अब यहाँ कुरा आउँछ सानो अब्जेक्टको, साना मास भएको अब्जेक्टको। फर इक्जाम्पल यो राम हो, र यो श्याम हो। क्लासमा बस्दाखेरि रामले श्याममाथि एउटा फोर्स लगाइरहेको हुन्छ, आफूतिर तान्ने फोर्स, जसलाई हामी फोर्स अफ एट्र्याक्सन भन्छौँ। फर इक्जाम्पल रामले श्यामलाई, यो मानौँ राम हो, यो मानौँ हाम्रो श्याम हो। रामले श्यामलाई जहिले पनि तान्न खोजिरहेको हुन्छ एउटा फोर्सले। त्यसै गरी श्यामले पनि रामलाई सिमिलरली त्यही फोर्सले तान्न खोजिरहेको हुन्छ। हो, यही फोर्सलाई हामी फोर्स अफ एट्र्याक्सन भन्ने गर्छौँ। त्यसो भए यसको अब स्टेटमेन्ट हेरौँ के भन्दैछ यसले। फोर्स अफ एट्र्याक्सन between two bodies is directly proportional to the product of their masses and inversely proportional to the square of distance between their centers. For example, हाम्रो यो बडी हो, फर्स्ट बडी। ल यसलाई मैले फर्स्ट बडी माने, जसको मास मैले m1 लेखेँ। यसको सेन्टर c1 माने। हाम्रो सेकेन्ड बडी जसको मास m2, जसको सेन्टर c2, यो सेकेन्ड बडी है। यसको मास m1 छ, यसको m2 छ, र यी दुईटा बिचको डिस्टेन्स कति मैले माने भन्दाखेरि सेन्टरदेखि सेन्टरसम्मको डिस्टेन्सले मैले d माने। त्यसो भए यो युनिभर्सल ल अफ एट्र्याक्सनले अथवा ग्राभिटेसनले के भन्न खोज्दैछ भन्दाखेरि यो दुईटा बिचमा लाग्ने बल, यो दुईटा बिचमा लाग्ने फोर्स डाइरेक्टली प्रोपोर्सनल छ अरे केसँग, प्रोडक्ट अफ देयर मासेस। त्यसो भए दुईटा बिचमा लाग्ने फोर्स F इज डाइरेक्टली प्रोपोर्सनल टु दुईटा बिचको फोर्सको प्रोडक्टसँग डाइरेक्टली प्रोपोर्सनल छ अरे भन्न खोज्दैछ। ठिक छ। यसलाई मैले इक्वेसन 1 माने। अर्को इन्भर्सली प्रोपोर्सनल टु द स्क्वायर अफ डिस्टेन्स बिट्विन देयर सेन्टर। यो दुईटा बिचको सेन्टरको डिस्टेन्ससँग यो फोर्स इन्भर्सली प्रोपोर्सनल हुन्छ अरे यो दुईटा बिचको डिस्टेन्सको स्क्वायरसँग। यसलाई मैले इक्वेसन 2 माने। अब यहाँ हाम्रो फर्स्ट इक्वेसन के थियो? फोर्स अफ एट्र्याक्सन इज डाइरेक्टली प्रोपोर्सनल टु द प्रोडक्ट वेयर मासेस। सेकेन्ड इक्वेसन इन्भर्सली प्रोपोर्सनल केसँग थियो अरे स्क्वायर अफ द डिस्टेन्स। यो इक्वेसन 1, यो इक्वेसन 2, दुईटाले कम्बाइन गरौँ त के आउँछ? कम्बाइनिङ इक्वेसन 1 एन्ड 2 हामी के पाउँछौँ भन्दाखेरि यो दुईटाको प्रोपोर्सनालिटी साइन कमन आउँछ, र यो m1 इन्टु m2 माथि, र यो d स्क्वायर हुने आउँछ। ठिक छ। अब यो प्रोपोर्सनालिटी साइन हट्यो भने एउटा कन्स्ट्यान्ट आउँछ।
लेखौँ removing the proportionality sign and replacing with a constant. यो जहिले पनि प्रोपोर्सनालिटी साइन हट्यो भने एउटा कन्स्ट्यान्ट अलवेज आउँछ है। ल प्रोपोर्सनालिटी साइन हटेर इक्वल टु आयो र यो m1 m2 डी स्क्वायर जस्ताको त्यस्तै अनि एउटा कन्स्ट्यान्ट भनेको क्यापिटल जी आउँछ। के आउँछ? क्यापिटल जी आउँछ। अब यहाँ लेख्नु वेयर जी इक्वल्स टु युनिभर्सल ग्रेभिटेसनल कन्स्ट्यान्ट। यहाँसम्म ठिक छ। अब हेर यो जी को अब युनिटको कुरा गर्नु पर्यो हैन। ल यो जी बराबर मैले के लेख्न मिल्छ भन्दाखेरि जी m1 m2 बराबर मैले यो f इन्टु डी स्क्वायर लेख्न मिल्यो। र सिधै भन्दाखेरि जी बराबर मैले f इन्टु डी स्क्वायर अपन m1 इन्टु m2 लेख्न मिल्छ र यो m1 m2 यहाँ डिभाइडमा जान्छ। ठिक छ। हामीलाई यहाँ के थाहा छ भन्दाखेरि फोर्सको युनिटको कुरा गर्दाखेरि फोर्सको न्युटन हो, डिस्टेन्सको के हो मिटर हो। त्यसो भए डिस्टेन्स स्क्वायरको मिटर स्क्वायर हुन्छ र मास m1 को केजी हो भने m2 को पनि केजी नै हुन्छ र m1 इन्टु m2 को के हुन्छ केजी स्क्वायर हुन्छ। त्यसो भए यहाँ युनिटको कुरा हुन्छ युनिट अफ क्यापिटल जी। त्यसो भए के होला f इन्टु डी स्क्वायर भनेको f को न्युटन डी स्क्वायर को मिटर स्क्वायर अपन यो m1 इन्टु m2 को कति केजी स्क्वायर। यो कति आउँछ न्युटन मिटर स्क्वायर पर केजी।